टक्क उडिसक्यो आकाशमा छ ब्रेकफास्ट गर्दैछ ना कफी टी ब्रेकफास्ट गर्दैछ आज 4 घन्टा लाग्छ 19 दिन एकछिन पेट्रोल मैले हाटेको कुरो कमाइ राम्रो होस् hatanan कस्तो पछि त नि नगर्नु रातो पछि त अलि पानी तिमी अलि पियाज गेलिनमा सुका भयो यहाँ पानी लाग्छ अलि झर्छ होला भनेको के झन्डा खोइ के भएन हाम्रो अब यही नि त खुबी छ नि हिँड्ने बेला अनि आधे चिकन बनाउनु के भयो भइगयो त आटे दिदी निधार भोलि लानु अन्त त्यही भएन यसो पुऱ्याउनु सुखे भए पनि ठिकै हुन्छ हुन्छ अब यस्तो कुनामा छ परिवार सर कान्नु छोडेर यस्तै फर्स्ट टाइम ल लामो बेला बाइक पर्यो फेरि सबै झार्दियो भयो एकचोटि खाइदिनु टिका त्यहाँ बस्यो यसो अलिअलि दक्षिणा त अलिअलि दिनुपर्छ नि गर्नु म त झोला दिँदै कति बज्यो भ्याउँछ है अनि टिका लगाइदियो नि पहिला पर्दैन आरामसित जानु शुभ यात्रा बुढी सिकल गर्नु दहीमा गरेछ है नभएको मलाई त जन जान्छ नि तल गरेर बस्नु है ल जाउँ फर्केर किन खाइ यहाँको घरबाट निक्लेको भिडियो बनाउनु पर्ने हुन्थ्यो यस्तो आउँदै रहेछ यार है बिस्तारै टाउन लाग्ला खोला ट्याक्सीवाला चाहिँ धुन्थ्यो जस्तो खायो किन डरेर आउट ट्याक्सी चाहिँ त्यहाँ छ हाम्रो जान्छौँ अन्त हामी त अगाडि बस्छौँ कता कता बस्ने हो ल त्यो अगाडि बस्छौँ तपाईँ भने लास्ट टाइम बस्नु कि हो त्यहाँ बस्छ नि एकजना त्यहाँ बस्नु राख्नु पर्ने आउ ल
तिमीलाई काखमा राख्नु पर्ला नि त भइरहेको छ यसो बोल्छौँ अब हामी चाहिँ जान आँटिसक्यौँ सम्झे मम्मी नै गइसकेको छ एकदम तपाईँ त अगाडि बस्नु काखमा बस्नु आमा त अगाडि बस्दै नि हुन्छ हुन्छ मिनादी टाइम ठिकको भन्छ ठिकै छ 7 बजे मिलाएर गर्नु न तपाईँले टु मच भन्नु पऱ्यो आउनु पऱ्यो हामी चाहिँ एयरपोर्टमा आइसकेको छौँ त्यो लाइट बनिरहेछ कि कति पैसा कति जाने हामी त जान्छौँ यहाँ पछि पछि घुडाउनु साथीहरू कति आउँछ उनीहरू होला नि लगाइदिनु अहिले होइन अहिले त्यहाँ उता जाने बेला हो के त्यो के फोटो खिच्यो नि के ल फोटो खिच्ने हो लाइन म चाहिँ आइफोन देखाउँदै के गर्नु पर्ला र है के गर्नु यहाँ सेनमा लाग्यो हेलो कहाँ म लाइनमा छु लाइनमा छिटाउ ऊ अर्को ब्रदर गइसक्यो अगाडि पुगिसक्यो त ऊ झन् आउ तिमी छुट्छौ म यहाँ भर्खर बसेँ छिटाउ छिटाउ ल छिटो फेरि लेट होला खोइ कता हो खोइ कता म उठाइरहेको छु त लाइनमा हेर न ल छिटाउ छिटो ल आऊ ल अर्को साथी चाहिँ आउँदैछ यार फर्स्ट टाइम भयो किन र के को लागि हुन्छ पठाइदिनु न उसलाई ए क्या हुने मसँग चाहिँ दुईजना साथी आउँदै हुनुहुन्थ्यो एकजना चाहिँ अगाडि पछि एकजना पछि आउँदै हुनुहुन्छ होला सायद उहाँ चाहिँ रेडी हो हामी चाहिँ भेट भएको छैनौँ ल हामी चाहिँ यो कुन ठाउँ हो यताउति चाहिँ क्यामेरा गर्न नमिल्ने चाहिँ हामी चाहिँ तलतिर यताउति गरिरहेको छ कता हो के हो चेकिङ हुँदैछ होइन सर र राम्रो के हुन्छ यहाँ जुत्ता सुत्ता खोल्ने गेट नम्बर 5 हो अगाडि छ 5 भन्दै थियो त्यहाँ तलबाट त को भेट हो आज बाहिर निस्किनु जस्तो छ होइन सर केही थाहा छैन फर्स्ट टाइम हो के हो यार जुत्ता सुत्ता चेकिङ गरेर त्यहाँ बल्ल निक्ल्यो जुत्ता घडी सबै खोलेर होइन अब यहाँ हामी बाहिर निक्लिनेछौँ कहाँ गएर बस्नु के गर्ने केही थाहा छैन आज मेरो ग्रुपको 2 जना थियो यार कहाँ भयो क्या हामी छुट्यौँ यार 2 जना छन् मसँग सोध्नु पर्छ कसो यार सोध्नु पर्ला कसैलाई गेट नम्बर कति हो यो कुन गेट नम्बरमा आउँछ हेरेर यता ओके यता बस्दै गर्नु बाहिर चाहिँ त्यस्तो छ म्यामले हेल्प गर्नु ल हामी यहाँ बस्दै गर्छ एनाउन्स गर्छ अरे होइन एकछिन बसौँ त्यही हो आउनु यहीँ बसौँ न एनाउन्स गर्छ अरे एनाउन्स गर्दा एकछिन बसौँ न होइन टाइम त छ त हामीसँग 7:35 हो होइन ठिक छ आज चाँडै हो हेर्न सकिन्छ यस्तो छ हेलो
सामान ठिक छ अहिले भित्र भेटेला नि होइन धनीलाई नि भेटेला परिचय पत्र भयो सब दिइहाल्नु यताउति चेकिङ अनि के हो जुत्ता सुत्ता खोलेर पुरै त्यहाँ अन्त चेक गरेर राम्रो नि हो होइन तर फर्स्ट टाइम भएर हल्का झ्याउ क्या जुत्ता सुत्ता खोल्नु सबै मोबाइल सबै त्यस फलाम चाहिँ हुन नहुने रहेछ म यहाँ फोन गर्छु साथीले हेलो म यहाँ भित्र पुरीएर बसिरहेको छु यहाँ बसेर यहाँ एकछिन बस्नु भनेको थियो कता भन्नु अब ठ्याक्कै यो चेकिङ गरेर ठ्याक्कै हामी निक्लिन्छौँ त यता जुत्ता सुत्ता यताति बोर्डिङ लगेज भन्दा नि अगाडि के सुज सुज खोलेर हामी जुन छिर्छौँ नि चेक गरेर वेटिङ हो त्यहीँ एक चेक गरेर यता आएको छु कता हो ए ल ल ल हुन्छ हामी जाइसकेको छौँ नि उसलाई भेट्यो हामी तिनजना बाहिर बसमा छौँ अब जान्छौँ गएर प्लेन चढ्छौँ कति कुरा हेर्छ थाहा छैन बाहिर मान्छे केही लजाउँछ आयो भन्दै यो हामीले लिइदियो ऊ हामी नमस्कार हामी तिनजना जान्छौँ फर्स्ट टाइम एक्सपिरियन्स कस्तो हुन्छ हेरौँ है त होइन हौ हामी चाहिँ बाहिर निस्किएको होइन टु वेट यो लाइन्समा हेर्न सकेन हुन्छ फाइनली अब प्लेन पनि चढिन्छ फर्स्ट टाइम रियल एक्सपिरियन्स ऊ यहाँ छ हाम्रो अर्को मान्छे किन अघि अर्को दोस्त हेर्छ यो रियल लाइनको हो होइन यहाँबाट लाइन गरेर चाहिँ हामी माथि चढ्छौँ टिकट सिकट हेरेर Look at this. अहिले चाहिँ पेकिङ भइरहेको छ सायद ए भिडियो गर्न मिल्दैन होला होइन प्लेन के ठुलो हेलो हेलो नमस्कार सबैजना बनाइरहेको छन् भिडियो होइन हामी चाहिँ तिनजना ऊ म ऊ पनि हो ऊ अर्को ब्रान्चमा एकचोटि ब्याग बोक्दैन हामी चढ्दैछौँ होइन सक्नुहुन्छ त्यही त के हो नि होइन ओ यहाँबाट अर्को माउन्ट होइन हेलो अब मेरो पछि भेट हुने कि होइन यस्तो अहिलेको लागि त यस्तो मेमोरी पाइलट सर होला नि हामी चाहिँ छिर्दैछौँ यहाँबाट टक्क लाएर होइन हेलो सर Right side. Right side. राइट साइड ओके थ्याङ्क यू राइट साइड रहेछ ल हेरौँ यो राइट साइड हेर्नु ओके ओ माई गड दामी छ त टिकट चाहिँ राम्रै काटेको रहेछ यार राइट साइड अब यहाँ खोज्नुपर्छ सुन अनि तिमीले ब्याग कहाँ राखिदियौ हेरौँ ल हुन्छ माथि राख्ने हो अहिले बिर्सिन चाहिँ भएन होइन पहल हामी पछाडि हो यार राइट साइड Y22B Y22B 22 भनेपछि परै छ हौ यहाँ 16 मात्रै आइरहेको छ जाउँ ल हजुर म भोइस ओभरमा
हामी अहिले सँगै छ कुन कुन ब्रान्चमा पर्छ छुट्टिन्छ के हुन्छ थाहा छैन अहिले सँगै 22A हो मेरो चाहिँ 22B वाइ नै हो ए हामी ओल्लो पल्लो 22B तिम्रो 22C उसको तिमी र म एउटै समय ठाउँमा हामी हामी एबिसी रहेछौँ क्या ओके 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 एबिसी भनेपछि टिकट राम्रै काट्यो रहेछ बेसी नै मेरो ब्याग त के बित्ति वेटियो मेरो एक वजन त यही घट्यो यो ब्याग बोकेर के ल्याएर खानेकुरा झिक्दै खानु पर्यो जस्तो साँच्ची झिक्दै खाने अब यही हो बहिनी यही हो ए बी म बिचमा ल आफू छेउमा त्यो राखौँ ल माथि ले यो हामी सँगै परेछौँ राम्रो भयो यार सिकाएको जस्तो लाग्यो सिट बेल्ट कसरी बाँध्ने बिर्सिसक्यो अब यहाँ फेरि गर्नुभयो यो यसो गरौँ न माथि राखौँ अनि यो Now, passengers are requested to be seated with their seatbelt unfastened. Use of mobile phones are strictly prohibited. Thank you for your Oh my. cooperation. यस्तो छ यार फर्स्ट टाइम हो त्यति हो कि यो चाहिँ हाम्रो डकुमेन्ट लु बस्नु बसौँ पानी भुइँमा राख्नु न पानी पक्राउँ न यो खोला न यस्तो छ त सोल्दा कुन यो ब्यागमा हाल्ने हो अनि पासपोर्टहरू चाहिँ राख्दा हुन्छ है ब्यागमा हाल्दा हुन्छ हो छैन त्यो यसो गोजीमा राखेर यहीँ बस्नु नि त हुन्न मेरै हो कि होइन फेरि कन्फ्युज पासपोर्ट चेन्ज भयो भने झ्याउ हुन्छ क्या होइन अब यहाँ हेर पासपोर्ट मेरै चाहिँ हो कि होइन गोजीतिर राख्नु पर्यो यहाँ दुई तिनवटा के होला मेरै हो गोजीतिर ओके ओके पङ्खाको छेउमा बसेर केही भएर नि सिट बेल्ट लाउनु कसरी हो त यो तान न साइडमा ओइ बिस्तारै हो तिमी है सिकाएको थियो यार यस्तो छ यार तान्ने होइन कुन तान्ने भन न तिमीले लाएन लगाइसक्यो भने कोही खाएको होला छोटो भएर कि सिकाएको थियो ओरिएन्टेसनमा अब यस्तो भिडियो देखा न म त देखाएन यो यताबाट हाल्यो त ए ओके ओके यस्तो हो ओ नाइस कसरी तिमी यार पक्का म मेरो लाउँछु पहिला ए यस्तो गर नि यस्तो गर अनि यो छिराउ कताबाट छिराउने ल अनि तान्ने यो लक गर्ने जस्तो लाग्छ नि है हेलो होइन यस्तो गर छिराउ म प्लेनमा चढेँ के हो तिम्रो त अर्कै छ क्या हो ल ल साथीलाई त्यो कि छेउको छुट्टै हुन्छ उसको कसरी रे उसलाई आउँदै आज आज यो तार्नै पर्दैन क्या आजै हो हेरौँ यसमा हाल न यो हाल न यो भित्र हाल न हो यो टाइट गर यो तान यो तानेर टाइट गर मर्नै न फेरि भयो यति भएपछि हो यति भइसक्यो यति होइन तिमी कुबेट गफ हेर्नु न यहाँ यसरी आउँछ त अनि त्यो टाइट बनाउने लुज बनाउने यो लक लाउ न यो भन्नु त्यति त ल भयो के कसो कसो लुज बनाउ न यो लुगा चाहिँ के हो यो कानमा लगाऊ है माथि जाने बेला कान डममा हुन्थ्यो क्या कानमा लगाउनु पर्छ के के भयो यो ओ यो तिम्रो भिजा हो ए पासवर्ड हो अब राख हराउँदा मैले त गोजिन राखेँ हो यो यो चाहिन्छ न यो पनि राखेँ यो कानमा लाउने हो यो चाहिँ यो कानमा लाउ फेरि कान
कुठला आहे ना हा? हेलो तरी कहाँ हो पहिला गर्दा अब जान लाग्यो यहाँ लाउने त्यहाँबाट गर्छ यस्तो छ यहाँ के थाहा छैन जान लाग्छ अब घुमाउन तर जोड्ने चाहिँ कहाँ तल भन्नु चितवन आइजे भन्दा भन्दा त आइनस् होइन गाह्रो छ एकछिन भन्ला है त्यही हेरे त्यही हो हेर होइन ए केटीमा यस्तो छ जिन्दगीबाट एक्लै घुम्दै अब अनि हाम्रो मान्छे पुरै बिग्री भयो त्यस्तो सिस्टम छ होइन ग्रुप हेरौँ न त यहाँ। त्यो के गर्ने होइन टक्क हेर्न पाइयो मस्त चलाएर सक्नुहुन्छ होइन ब्यागबाट गीतहरू पनि सुन्यो के सुन्ने होइन ब्याग मुभी सुभी हेर्ने होइन टक्क हेर्न सक्नुहुन्छ मसँग जाने साथीहरू है है दुईजना यहाँ भिडियो मस्त छ हामी तिनजना एउटै छिट्न पार्दैन सजिलो भएछ है टक्क अवतार फिल्म हेर्ने के हेर्ने होइन Good morning, Best ladies way and to- gentlemen. On behalf of our Captain Hussein and the entire crew, के we would like to welcome the Hostel, passengers sir. who visit January, Airbus. भाइ सक्नुहुन्छ तपाईँको हामी चाहिँ उडिसक्यौँ टक्क उडिसक्यौँ आकाशमा छौँ कस्तो फिल आइरहेको अलिअलि गाह्रो रहेछ ए मलाई पनि त्यस्तै हेर्न सक्दैन तल पुरै बादल छ है दोस्ती मुभी हेरेर चाहिँ फेरि अब कस्तो त्यही हो दामी छ होइन तपाईँले छेउमा पर्ने थियो के यता बस्नु पर्ने कि हामी है बस्नु पाउँछ त्यसरी छोड्दै किन बस्ने होला ब्रेकफास्ट हुँदैछ मलाई कफी टी ब्रेकफास्ट खाँदैछ चार घन्टा लाग्छ उन्नाइस एकछिन पेट्रोल Tekan. Ada झर्नाबाट झिरिङ झिरिङ हुँदैछ Oi. ल्यान्डिङ भएर चाहिँ गाडी भइरहेको मेरो मिसन प्लेन आगो लाग्यो के अरे आगो लाग्यो हो त भने कि बुझेँ बुझेँ ल्यान्डिङ हुन लगाइरहेको छ अब चाहिँ अब त है पेट लाग्यो कि आफ्नो यहाँ चाहिँ हेर्न सकिन्छ टक्क ल्यान्डिङ हुनेछ टक्क कति ल्यान्डिङ त किन मैले ल्यान्डिङ घुमाएको मिसन त्यही भएर 3 मिनट यहाँ 3 मिनट टाइम भने 3 मिनट लाग्ने होला बल्ल चाहिँ बल्ल ल्यान्ड भयो ल्यान्ड भयो है टिकट 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 बस ठीक है ल्यान्ड भयो
ल्यान्ड भयो जाँदैछौँ हामी चाहिँ प्लेनबाट झरेर गाडी आउँछ गाडी लिनलाई गाडीमा जान्छौँ हाम्रो कम्पनीको सारहरू हामी चाहिँ यहाँ छौँ बाहिर गाडी आउँदैछ कम्पनीको लिनलाई हामी बाहिर छौँ ऊ अर्को कम्पनीको ऊ मेसी आफूले हेर्नु त तपाईँको अस्तिबाट पहिला यहाँ हामी फ्रेन्ड बनाउँदैछौँ दिपेन्द्र खत्री कहाँ गयो त यही होला त्यो विपिन कार्कीहरूसँग फोटो खिचेको छु नि फेरि हो ग्रुपमा होइन पर्सनलमा त आएको छैन नि माछाबाट भनेर आएको आएर रहेछ सिन्धुपाल्चोक आएको छैन मेरोमा त के भन्यो त्यसलाई कल गरौँ होइन बोलाउनु पऱ्यो यहाँ मेसेज आएको छ एकदम दोस्रो पैसा सार्न गएको आउँदै आएन त हौ हेलो त्यो के भनेर अर्थ सर हामी हजुर नेपाली हो एकदम आउनु क्रस गर्यो ए हामी यो फ्याक्ट्री हजुर बिचबाट बाहिर ए हुन्छ ए हुन्छ हजुर यो लिफ्टबाट आउने हो म हजुर भिडियो अन गरिदिउँछु ल हेर्नु त यो लिफ्टबाट आउने हो कि यहाँ बाहिरबाट आउने हो हजुर कताबाट लिफ्टबाट जाँदा नि हुन्छ है ए हुन्छ हुन्छ हामी त्यहाँबाट आएर क्रस गरेर तल आएर हजुरलाई फोन गर्छौँ नि है ए हुन्छ हुन्छ हस् ए हस् हस् हुन्छ ओके ओके ए हुन्छ हुन्छ नो प्रब्लम हामी सँगै छौँ तिनजना हस् हजुर ड्राइभर चाहिँ नेपाली रहेछ होइन हाम्रो बोलाहाल यहाँ लिफ्टबाट जाउँ यताबाट यता आऊ भन्ने लिन आउँछ सामान के गर्ने थियो यार ल दोस्त आइसक्यो आऊ गाडी आइसक्यो लिनलाई हो नेपाली रहेछ ड्राइभर ल हामी जान लाग्छौँ गाडी आएर लिन अब जान्छौँ हेरौँ के कस्तो हुन्छ है त हामी चाहिँ जाँदैछौँ अब यहाँबाट तलतिर गइरहेछौँ हामी यार हो यसमा छोडिदिएर भइहाल्थ्यो नि किन ऊ यहाँबाट सर जान्थ्यो नि यार सामान यसमा छोडिदिउँ न जाँदो रहेछ त नि हामी किन गुडेर आएको भाइ हेर्नुहोस् होइन यस्तो दामी छ त्यहाँ हाम्रो कार चाहिँ कुरिरहेछ हामीले त्यहीँ जान्दा होइन ड्राइभर फोन गरिसक्यो नेपाली ड्राइभर हुनुहुन्छ सो अब छिटो जाँदा ढिला भइसक्यो पहान अन्जु ल्याउनु कसको लागि त को बेसी छिरेर टेक्यौ न टेक्न त रमाइलो लाग्छ नि यहाँ बाटो छोड्दै त्यही हो त्यहाँबाट हामी तल जान्छौँ ट्याक्सी भेटी चाहिँ आनन्द रुमतिर गयो होइन सुत्न दियो हुन्छ तिमीलाई सुत्न के छ चिन्ता प्लेनमा सुत्यो त अनि त्यत्र तर हामी तिनजना ठिक्क भएछ है ऊ त अर्को साथी एकजना मात्रै गरेको है कम्पनीमा त्यही हामी तल अहिले भेटिसक्यौँ अब तलतिर जान्छौँ सर नेपाली हुनुहुन्छ है ट्याक्सीमा प्रायः जस्तो नेपाली आउँछ हो प्रायः जस्तो नेपाली आउँछ हो क्या यो कम्पनी हजुर नयाँ हो ए दाइ पनि नयाँ हुनुहुँदो रहेछ यार कति भयो आउनु भएको ए कम्पनीमा चाहिँ ओ माइ गॉड बाहिर त के हो यस्तो काम छ यार आमामा सकिन्छ त काम गर्नलाई बाहिर ठिक छ हामी चाहिँ भित्रै हो बाहिर त आमामा यस्तो मरिन्छ हो गाह्रो छ गाह्रो मेरो सिन्धुपाल्चोक हजुर हजुर कता बुटुल हो
बुटोल मेरो दिदी नै हुनुहुन्छ बुटोल कान्छी दिदी विवेकानन्द कहाँ हो तपाईँहरूको घर मकवान उहाँको एयरलाइन चाहिँ यस्तो होइन म बुटोल हो क्या बुटोले भन्छ दाइ ल र खुसी लाग्यो यार होइन नेपाली दाइ भेटेपछि खुसी लाग्यो ट्याक्सीमा ड्रप गर्नलाई हो ए आज प्रायः जस्तो हामीले नेपाली नै भेटिरहेको थियौँ त्यहाँ भित्र पनि त्यही हो नेपालको झन्डा अब ए फोटो देखेर होइन त दाइ गाडी ए ग्रिन मार्क छ कि गाडी छ ल हाम्रो कम्पनीको चाहिँ होइन लो ओ माछा कम्पनीको रहेछ अब चल्छ त्यही लगेजहरू कता हुन्छ अब आउने इन्जोय गर्ने इन्जोय त के गर्दै गाँड पेले हुन्छ होला त्यही यहाँ राखौँ होइन यहीँ मिलाएर आउँला नि केही छैन कस्तो ओ माई गड कस्तो गर्मी हो के गर्मी छ हेर हेल्प गरिदिनुपर्छ पछाडि हालिदिन्छु अब छोड्छु राखेको ठाउँमा नि गाडी यस्तो तातेर बस्दो रहेछ यार बस्छ र अब यहीँ बस्छ यार के टाढा बस्छ हुन्छ ऊ यहीँ राख न सिट खाली हामी 3 जना मात्रै त नि सो त्यही हो आजलाई यति नै पछि भेटौँ बाई बाई पसेको जति नै साँच्ची